दर्शकबिन च्यानल हाम्रो गार्डनमा तपाईहरुलाई स्वागत छ। आज हामी ड्रागन गाछ सम्बन्धी छोटो कुराकानी गरौँ। आज अक्टोबरको 28 तारिक ड्रागन गाछको लागि लास्ट हार्वेस्टिङको टाइम हो। यो अब यसको बादमा ड्रागनको फल लाग्दैन, पुरा सिजन उसले फल दियो। यो सिजनको लास्ट फल हो, त्यही कारणले आज लास्ट फल म हार्वेस्टिङ गर्नु गइरहेको छु। तपाईहरुसँग आउनुहोस् हामी हार्वेस्टिङ गरौँ। दर्शकबिन हार्वेस्टिङ गर्नु गइरहेको छु। हेर्नुहोस् ड्रागनको फल। यो एउटा अझै एउटा छ। सानो र यो ठुलो छ। यो तपाईहरुको समक्ष म अहिले यसलाई ओजन पनि गरेर देखाउँछु कि कतिको ओजन छ। र तपाईहरु आफ्नो घरमा पनि यसरी ड्रागन फ्रुट, अर्ग्यानिक ड्रागन फ्रुट तपाईहरु लगाउन चाहनुहुन्छ भने तपाईहरु मेरो दिएको WhatsApp नम्बरमा सम्पर्क गर्नुहोस्। म तपाईलाई गाछ कुरियरको माध्यममा तपाईहरुको समक्ष पठाइदिन्छु। तपाईहरुले घरमा रोपेर तपाईहरुले पनि यस्तो अर्ग्यानिक ड्रागन खानु सक्नुहुन्छ, घरको मान्छेलाई खुवाउनु सक्नुहुन्छ। बुढापाका मान्छे यो कुनै दबाई हालेको छैन, कुनै केमिकल हालेको छैन, अर्ग्यानिक हो। र तपाईलाई म यसको ओजन पनि देखाउने छु। आउनुहोस् ओजन हेरौँ। दर्शकबिन हामीले हार्वेस्टिङ गरेर ल्याइसकेको छौँ। अब यसको हामीले ओजन गर्नेछौँ, कति ओजन हुँदो रहेछ। यो भेराइटीको नाम म भनिदिन्छु। यो मोरक्कन रेड हो। यो चाहिँ खासमा इन्डियन भेराइटी हो, यो विदेशी होइन। मेरोमा विदेशी पनि छ, करिबन 10 वटा जातको छ। जस्तो कि तपाईलाई नाम एक दुईवटा छोटोमा बताइदिन्छु। इजरायली येल्लो छ, मोरक्कन रेड छ, मिबोवा छ, ब्युटीबेरी छ। त्यसको बादमा तपाईको भियतनाम व्हाइट छ, भियतनाम किङ छ। अनि त्यस्तो थुप्रो छ, विदेशी भेराइटी पनि छ, भियतनाम देशको छ। त यो चाहिँ हाम्रो इन्डियन भेराइटी हो। यो चाहिँ एकदम टेस्ट हुन्छ। यसको अगाडि पनि मैले खाएर हेरेको छु। तपाईहरुलाई फेरि पनि म यसको टेस्ट रिभ्यू पनि दिन्छु। र यो गुलियो र यो हाम्रो हेल्थको लागि एकदमै राम्रो, नानीहरुको लागि, बुढोपाकाहरुको लागि। त्यही कारणले म तपाईहरुलाई भन्छु, एउटा भए पनि तपाईहरु ड्रागनको गाछ लगाउनुहोस्। यो त मैले गमलामा फलाएको। तपाईहरुले आरामले घरमा जसको टेरेस गार्डन छ त्यसले गमलामा फलाउन सक्नुहुन्छ। जसको भुइँमा छ, ग्राउन्ड लेभलमा छ, ग्राउन्ड लेभलमा पनि रोप्न सक्नुहुन्छ। त टेरेसमा पनि एउटा सानो बाल्टिङमा पनि तपाईको एकदम राम्रो फल दिन्छ। र यसमा कुनै रोगहरु लाग्दैन, यसको कुनै कीट पतंग लाग्दैन। मतलब यसमा खर्चै छैन, कुनै दबाई पानीको खर्च छैन, केही पनि छैन। त हामी अहिले पहिला ओजन गरिहालौँ। सर्वप्रथम हामीले यसलाई अन गर्यौं। अन गरेको बादमा हामीले ओजन गर्दैछु। यसको ओजन हेर्न सक्नुहुन्छ। ओजन तपाईलाई देखाइदिन्छु। 270 ग्राम यसको ओजन छ, ठुलो वालाको। र यो सानो वालाको कति हुँदो रहेछ, सानो वालाको पनि यहाँ 00 छ। 00 यो 170, यो 270, यो 170 दुईटा हेरौँ त कति हुँदो रहेछ। यो 440, 441, 441 तपाईको अझै 10 ग्राम कम्ती आधा केजी भयो। त म सबैलाई भन्छु एकपल्ट कि तपाईहरु लगाउनुहोस्। हरेक किसिमको नै फलफुल गाछ लगाउनुहोस्, विशेष गरेर ड्रागनको लगाउनुहोस्। यदि तपाईहरुलाई चाहिन्छ भने तपाईहरु मसँग WhatsApp नम्बर मेरो स्क्रिनको तल दिएको छु। तपाईहरु मलाई WhatsAppमा हाई लेखेर पठाउनुहोस्, कन्ट्याक्ट गर्नुहोस्। यतिखेर सिजन हो रोप्नेको, किनकि यो 2-4 महिना तपाईले ड्रागन गाछ रोप्न सक्नुहुन्छ। यसको तपाईको विन्टर सिजनमा चाहिँ फल दिँदैन। यो लास्ट फल, वर्षभरि फल दिन्छ ड्रागन, पुरा वर्ष। तर लास्टमा चाहिँ अहिले रोप्नेको सिजन हो। अब तपाईलाई चाहिन्छ भने तपाईहरु मलाई सम्पर्क गर्नुहोस्, म तपाईलाई गाछ पठाइदिन्छु। दर्शकबिन अब हामी ड्रागन फ्रुटको टेस्ट रिभ्यू गर्नेछौँ। आउनुहोस् यसलाई काटौँ अनि म यसको टेस्ट तपाईहरुसँग साझा गर्नेछु। त्यसो भए चक्कु लिइहाले, काट्दैछु।
यसको कलर हेर्नुहोस् दर्शकबिन, प्योर रेड छ, पुरा रस भरिएको छ, पाकेको छ पुरा। हेर्नु सक्नुहुन्छ त। म त्यसो भए यो खाएर तपाईँहरूलाई टेस्ट यसको बताउँदैछु कि यो कस्तो छ। विश्वास गर्नुहोस् दर्शकबिन, यति गुलियो छ। यदि यसको टेस्ट नाप्ने एउटा ब्रिक्स मिटर पाउँछ, अगर यसलाई माप्नु गयो भने करिबन यसको टिएसएस, यसको गुलियो 20 भन्दा कम्ती हुँदैन। 20-21 मिनिमम ब्रिक्स मिटरमा यसको टेस्ट तपाईँले पाउनुहुन्छ। मेरोमा त अहिले मिसिन छैन टेस्ट नाप्ने, तर त्योभन्दा कम्ती हुँदैन, यति गुलियो छ। र तपाईँलाई सबैलाई थाहा छ यो कति लाभदायक हो शरीरको लागि। र हाम्रो जति पनि भेराइटीहरू छ विदेशी भेराइटीहरूमा, त्यसमध्येमा यो इन्डियन भेराइटी चाहिँ सबभन्दा गुलियो भेराइटी यो मोरक्कन रेड हो। मोरक्कन रेडको मेरोमा गाछ एभाइलेबल छ। र यदि तपाईँहरू पनि चाहनुहुन्छ कि होइन म पनि घरमा रोप्छु खान्छु, तपाईँहरू मसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ, व्हाट्सएपमा कन्ट्याक्ट गर्नुहोस्। दर्शकबिन, ड्र्यागन फ्रुट लगाउनुको सही समय विन्टर सिजन नै हो। विन्टर सिजनमा तपाईँले लगाउनु भयो भने लगाएकोदेखि 6 महिना बादमा तपाईँले फल हार्भेस्टिङ गर्नु सक्नुहुन्छ। र अर्ग्यानिक नै हुन्छ बजारको केमिकल भन्दा। तपाईँले हेर्नु सक्नुहुँदैछ, मैले फल काटेको मात्रै थिएँ, हातभरि यति गहिरो कलर भएको छ कि कलर पनि छुटेको छैन। भनेपछि अर्ग्यानिक कति राम्रो हुन्छ। र लगाउनुहोस्। र म क्यामेराम्यानलाई अझै एकपल्ट भन्छु कि फललाई एकपल्ट दर्शकबिनलाई देखाउनु। दर्शकबिन, फलफुलको रुख सम्बन्धी केही कुरा जान्नु छ भने, फल हार्भेस्टिङ र टेस्ट रिभ्यू हेर्नु छ भने तपाईँहरू च्यानल हाम्रो गार्डनसँग जोडिनुहोस्। म तपाईँहरू राम्रो फलको गाछ सम्बन्धी रिभ्यू दिनेछु। र यही भनेर तपाईँहरूसँग आज म बिदा लिनेछु। नमस्ते सबै दर्शकबिनहरूलाई, सबै गोर्खा परिवारलाई।